हेलो एभ्रिवान, आई होप तपाईहरु पनि सन्चै हुन्छ। त्यतिर म पनि सन्चै छु भन्नुपर्छ गाइस। म चाहिँ आज पार्कको घुम्न आइसकेको छु। देख्न सक्नुहुन्छ यतातिर क्या दामी यहाँ चाहिँ बेडाको चित्र रहेछ, शालिक रहेछ। यतातिर चाहिँ घोडाको छ अनि जनावरहरूको पनि छ। अनि देख्न सक्नुहुन्छ यतातिर मस्त लगाएर अनि खेल्नलाई अनि मस्तसँग बनाइरहेको छ। यतातिर चाहिँ स्टेजहरू छन् कि मान्छेहरूका, घोडाहरूका अनि विभिन्न जनावरहरू छ। अनि यता चाहिँ देख्न सक्नुहुन्छ झ्याक्क यो चाहिँ दामी, यो चाहिँ के भालुको रहेछ है। मस्त मस्त छ नि यहाँ देख्नुहुन्छ। अनि के दामी छ। अनि माको चाहिँ 2-4 घन्टा भइसक्यो यहीँ बसेको मस्तसँग बसेर चाहिँ। अनि यसो भिडियो बनाएर चाहिँ यत्तिकै बसेको आनन्द आयो नि त। सफा अनि सुन्दर ठाउँमा यसरी बसेर एक्लै बस्नुको मजा बेग्लै मजा आउँछ कि। देख्नुहोस् यता घोडामा को मान्छे डोलेरहेको मेरो बारी बोकेको रहेछ। देख्न सक्नुहुन्छ यता भालुको बच्चा अनि उभिरहेको। अनि यता देख्न सक्नुहुन्छ जनावर चरायो टक्क यतातिर चाहिँ छ। योभन्दा अलता अगाडि चाहिँ एउटा खतरा फुल मोगुवा अन्सिल हुँदो रहेछ। मोगुवा अन्सिल फुल भनेको यस्तो हुँदो रहेछ गाइस। अनि यो यताबाट यस्तो देखिन्छ यो फुल बब्बाल गाइस, देख्न सक्नुहुन्छ। वाउ क्या दामी। अनि यता देख्न सक्नुहुन्छ यो चाहिँ कोरियनहरूले जार बनाउने कि माकली बनाउने चाहिँ भाँडाहरू देख्नुहुन्छ यसरी सजाएर राख्नु चाहिँ होइन। यहाँ चाहिँ धुम्म पानी छ। अनि यसको साइडनिर देख्न सक्नुहुन्छ यो चाहिँ समुद्र हो गाइस। अनि मस्त देख्न सक्नुहुन्छ यो चाहिँ समुद्र। अनि त्यहाँ चाहिँ सी बिल्डिङ देख्न सक्नुहुन्छ, सी बिल्डिङको काम त्यहाँ हुन्छ। अनि त्यो सी बिल्डिङ कम्पनी हो। अनि यो चाहिँ ओपाडहरू। अनि टक्क ओपाडको यतातिर चाहिँ मस्त समुद्र बगिरहेको छ। अनि यतातिर चाहिँ छ गाइस पार्क क्या दामी। अनि यतातिर छ योभन्दा तलै छ अलिक केबल कार यहाँबाट देखिँदो रहेनछ। यहाँ चाहिँ दामी छ त्यहाँ पनि। ल गाइस आजको मिनी ब्लग यति नै। सबैजनालाई कस्तो लाग्यो सबैजनाले होइन माया साथ सपोर्ट गरिदिनु होला अनि माया देखाइदिनु होला गाइस। आगामी दिनमा यस्तै भिडियोहरू लिएर आउनेछु तपाईँहरूलाई। ल गाइस अहिलेलाई बिदा हुन्छ।